गुड मर्निङ। आजको ब्लगमा यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहेँ मैले। आज चाहिँ बिहान बिहानको मौसम R15 हल्का यता सारिदिउँ। तपाईँलाई आजको ब्लगमा फेरि स्वागत छ। अब 9 दिनपछि फेरि नयाँ ब्लग लिएर उज्जवल ब्लगर उपस्थित भइसकेको छ। म यस्तै चाहिँ साथीहरू R15 निकालौँ होइन, R15 लेडी साइकल झिक्छु म। अनि यहाँ तलसम्म बारी खन्न जान आँटेको। आज बारी यहाँबाट रोप्नु भएको छ। हजुर ड्यासले किन पर्खियो भन्नुभयो? R15 झिक्दै थिएँ म, ड्यासले फेरि पर्खि भन्नुभयो। अनि के छ साथीहरू सबैको अलि चल्ली के हो भाइ? मम्मी खोइ किन रोप्यो? यो भतिज फेरि किन रोपेन नि बाबु? भाइ नरु, रुनु हुँदैन त, किन रोप्यो बाबु? के हो? चाबी लगाइदिएर भित्र होला दिदीहरू काम गर्दै। अनि गदा गदा गइती ए भागे म, डर लाग्यो। पोजिसनमा बस्नु त एकचोटि यता देखाएर। या पोजिसन भएको थम्बनेल हुनसक्छ यो साथीहरू। अब स्टाइलमा राले यहाँ राखिदिइसक्नु भएको छ मलाई। लेडिज साइकलमा हल्का म निक्लिन्छु यो लिएर। के छ मेरो भाइ? डगलाई के गरेको? चराको घाँस खान्छ हो। ए त्यो साथीहरू अब हामी यहाँ खेत खन्न जान आँटेको। बारी खन्न जान आँटेको। यता चाहिँ अस्ति तपाईँहरूलाई थाहा नै छ। यता हामीले अस्ति सकेको तपाईँहरूलाई थाहा छ। मैले हालेको थिएँ पुरानो ब्लगमा हेरिहाल्नु होला साथीहरू। अब यहाँ तलतिरको आज फेरि हाम्रो खन्ने कार्यक्रम छ। अब सिजन आएछ नि त। आमैले अब यसो आइजन केटा भन्नु गुन्द्रुक जस्तो छ हौ कपाल पनि। आइजन केटा यसो अब यहाँ होस् मेरो बेला ब्लगमा स्वागत छ तपाईँलाई पनि। यहाँ तलतिर खन्नुपर्ने छ। अब ड्यास चाहिँ यतितिर हुनुहुन्छ अरे होइन। म चाहिँ अब भन्दै गरौँ न भन्ने। अनि साथीहरू अब यहाँ दिदीहरूले चिनजानको मान्छे धेरै हुन्छ नि त। अब यहाँ खन्नुपर्ने छ हामीले ट्याङ्की ट्याङ। अब म त्यही गरेर गर्छु तपाईँहरूलाई। गाडी खन्नुपर्ने हेर्नु। लाउँदैन अनि अब यहाँ अहिले रोप्छौ अनि बारमा हाम्रो सबै टेकिदिन्छ। अब के चाहिँ गर्नु त? अब हेरेर हो र ठिक छ, टिका लाउँदैनन्। अनि उहाँ चाहिँ कसले गर्नुभएको खेतीबाडी? हेर नि यस्तो चिल्लो तक्लु बनाएको छ। यहाँ खन्नुपर्ने माटो फेरि त्यही हो। माटो फेरि त्यही हो दिदी है। धरानको दह्रो खन्न पनि अलिक गाह्रो उसको जस्तो छैन। कमलो माटो। अब आमै फेरि बेपत्ता हुनुभएको छ। अब यहाँ खन्नुपर्ने भनेको आमै यहाँ हाम्रो ठुलियाको घरमा जानुभएको रहेछ। यहाँ तिनतिरमा हाम्रो पनि सुरु गर्ने हुन्छ। यहीँ खन्नुपर्ने हो खासमा। हामीले खन्ने चाहिँ कता हो? यो त अहिले त चिल्लो दामी भएछ है बारी। के हो तपाईँ हराम त आउनु नि छिटो। ए आउने अरे। अनि तपाईँको चाहिँ कहाँ हो? तपाईँ चाहिँ यता हो? ए ल ठिक छ। यो बारी बेचेर कसलाई बेचे हौ? त्यहाँ खेतीबाडी नगरे भइ भने हामी अर्कैजनाले रोप्नुहुन्छ अरे। अनि छोडिदिउँ अब गर्नेलाई यस्तो गर्न दिउँ भनेर अब हामी नरोप्ने भयौँ साथीहरू। अनि मैले यहाँ अमलाट आएँ फेरि। यहाँ झरेको रहेछ यहाँ ठियामाको हो। आमाको ठुलियामा हाम्रो त हजुरआमा हो होइन हुन त। अनि यहाँ अब यो अमला भए पनि यसो कस्तो हुन्छ त अमला भन्नु त तपाईँहरू साथी। यहाँ झरेको रहेछ हावाहुरीले हिजोको। अनि अब यहाँ टिप्ने हुँदैछ मेरो कार्यक्रम। कुहिएका छन् कति त के टिप्नु हो यस्तो। एक दुईवटा कत्र कत्र छन् हेर्नु दाना चाहिँ। अब यहाँ टिप्दै चाहिँ छु म। राम्रो राम्रो पनि छन् नि छनु त। अब यो ट्याक्क टिपेपछि एकचोटि डह्रो लगिएको थियो बोटबाट पनि झारेर माथि। अहिले चढिँदैन बोटमा। यही लगौँ ट्याङ टिपेर। यो रोपेको छ अरे विशेष चिज भनेर पाउँ। यहाँ खोज्दै हुन्छ। म चाहिँ भर्खर माटो छिसेर पसेको। नभेटिन्न रहेछ त्यो चिज के हो? उहाँ माटो त्यत्रो झिकिसकेँ मैले। अब बाउको टर्न हेरेको एकछिन। म चाहिँ एकछिन बसेको यहाँ गली गएर। बाटोकै छेउमा छु। लजाउनु भएन होइन साथीहरू। कहाँनिर हो फिक्स गर्नु नि मैले। ठ्याक्कै कहाँ हो? बाउ फेरि नक्सा कोर्दै हुन्छ पुरै इन्जिनियर जस्तै।
आमैमा ऊ फर्सी रोप्ने भन्दै हुन्छ यता अरूले नि गर्ने अरे अनि त्यो छेउछेउ मात्रै रोप्दिन आँटेको नभेटिने रहेछ हौ साथीहरू स्ट्रगल साथीहरू सङ्घर्ष पसिना हेर्न सक्नुहुन्छ तपाईँहरू पसिना हेर्न सक्नुहुन्छ के गर्नु त टिका लगाएको चुइयो त नाकको धुलोबाट के गर्नु त हेर्नु त साथीहरू पसिना हेर नि पसिना पसिना देख्न सक्नुहुन्छ तपाईँले यहाँको टिका यहाँ चुहेर यहाँ पुगेको छ मुखमा पस्यो त अब हात खुट्टा धुनुपर्ने हुन्छ साथीहरू अब हामीले म अब मिट डेलिभरी गर्न हिँडेको एउटा भाइ हाम्रो यहाँ भाइहरू दुध खान्छ 1 लिटर होइन बिग फ्यान भन्छ दाइ भ्लगमा यसो अब भन्छ अब यो भाइलाई यसो अब यहाँ भ्लगमा तपाईँहरू चिन्न सक्नुहुन्छ भाइहरू कत्रो खुसी हुन्छ ल भाइहरू यता आऊ भाइहरू के छ कुन भ्लगर तिमी चाहिँ र अरू को छ भ्लगर ल कोही पनि छैन दाइ तपाईँको भ्लगको नाम चाहिँ के हेर्छ अनि मेरो भ्लग हेर्छौ भाइहरू उज्जवल मेरो भ्लग हेर्छौ उज्जवल भ्लगर कस्तो आउँदैन हौ भाइरल हो त म होइन हो र ए साथीहरू दुध पुऱ्याउन हिँडेको म मिट डेलिभरी होइन भाइ जुम हाम्रो ल मेरो भाइ ठिक छ नि ल भाइ गएको ल भाइ ल ल भाइहरू दाइ भ्लगमा हाल्नु कि हाल्नु भन्थ्यो अनि भाइलाई यसो त्यहाँ अब भ्लगमा आज बिग फ्यान भन्छ भाइहरू अनि यसो भेटाइदिएको नि भाइ